अनि हामी भित्र पठायो हैन, पठाइसकेपछि यहाँ कुरा भयो। हाम्रो कुराहरु अझै पनि सिरियस रूपमा लगिएको छैन कि मजाक बनाएर हाँसेर कुरा गरिरहेको छन्। आजसम्म अस्ति हामीले 12 गते पठाएको लेटरलाई आजसम्म रेस्पोन्स नदिएर त्यो चटपटे बनाएर फ्याकिसके थियो, चटपटेको कभर बनाएर फ्याकिसके थियो। आजसम्म नि के कुरा नै निकाले छैन हैन। फेरि आज फेरि हामी आउँदाखेरि चाहिँ के भनिरहेको हो भनेपछि हामी गर्दैछौँ रे, प्रोसेसमा छौँ रे, अझै नि अरे तपाईहरु जानुस् हामी कुरा गर्दै गर्छौँ रे। खै त अहिले हामीले कुरा उठाउँदाखेरि उनीहरु चुपचाप बसेर किन भागे? तपाईहरुको माग सम्बोधनमा के गर्नुहुन्छ? हामीहरु त उग्र रूप गर्छौँ, हामी आन्दोलन गर्छौँ। यदि 12 घण्टा भित्र हाम्रो माग पूरा भएन भनेपछि चाहिँ हामी भोलि आन्दोलन गर्न तयार छौँ, हामी रोडमा निस्कन्छौँ। भोलि के आजैबाट गर्नुहुन्छ? भोलि हामी आजैदेखि गर्छौँ, 12 घण्टासम्म कुर्छौँ। 12 बजेपछि चाहिँ हामी राति होस् जे होस् हामी आन्दोलनमा निस्किन्छौँ र हामी यही बाहिर गेट बाहिर बसेर हामी धरना बस्छौँ आजैदेखि। हामीलाई संविधानको धारा 17ले पनि अनुमति दिएको छ आन्दोलन गर्नलाई। हामी त्यही संविधानको धारा हामीलाई चाहिँ संविधानको धारा 17 को उपधारा 2 मा चाहिँ हामीलाई शान्तिपूर्ण प्रदर्शन गर्न मिल्ने भनेर हामीलाई एउटा प्रावधान पनि दिएको छ हैन। हामी त्यही प्रावधानमा टेकेर त्यही प्रावधानलाई हाम्रो सुरक्षा कवच बनाएर चाहिँ हामी सिटिभिटीको अगेन्स्टमा विरुद्धमा त नभनौँ, सिटिभिटीले जुन लापरवाही गरेको छ त्यो लापरवाहीको विरुद्धमा शान्तिपूर्ण धरना गर्छौँ। त्यो धरना गर्ने क्रममा यदि कुनै पनि तलमाथिको केही पनि इस्यु हुन्छ भने त्यसको कम्प्लिट रेस्पोन्सिबिलिटी सिटिभिटीले लिनुपर्छ। जुन आन्दोलन गरिरहनु छ तपाईहरुले के जायज छ यो आन्दोलन? एकदम जायज छ। कसै जायज छ? तपाईले मैले यो अस्तिको मिटिङमा पनि मैले यो कुरा उठाएँ हैन। मैले अहिले पनि भन्छु 1 वर्ष तपाई पैसा कमाएर लिएर आउनुस्, त्यो पैसा मलाई दिनुस्, म तपाईको त्यो पैसा जलाउँछु, तपाई त्यो पैसा फेरि लिएर कमाएर ल्याउनुस्, पैसा जलेछ भन्ने जस्तो कुरा गर्नुहुन्छ के उहाँहरूले। त्यो पैसा कमाउन जति मेहनत उहाँले गर्नुहुन्छ है त्यो 1 वर्ष पैसा कमाउनलाई त्यति नै मेहनत हामीले त्यो बोर्ड एक्जाममा 1 वर्ष गर्छौँ कि त्यो बोर्ड एक्जाममा हामीले मेहनत गर्दै गर्दाखेरि हामीले इफोर्ट गर्दा हामी राति 1-1 बजेसम्म पढ्ने स्टुडेन्ट पनि छौँ यहाँ हैन। साथीहरुसँग ग्रुप स्टडी गरेर इन्स्टाग्राममा हुन्छ कि व्हाट्सएपमा हुन्छ कि भाइबरमा हुन्छ कि साथीहरुसँग ओइ तँलाई यसको नोट छ मलाई पठाइदेन, यसको प्रेजेन्टेसन छ तसँग, पीपीटी छ मलाई पठाइदेन भन्दै हामीले नट जस्ट आवर कलेज, हामी अरू कलेजको ऊ आर्मी कलेजबाट हो, म अर्का कलेजबाट हो, हामी फरक कलेजबाट छौँ हैन। त्यही पनि हामी बात भएछ नि त हाम्रो बिचमा त, साथी नोट पठाइदेऊ न, यो सब्जेक्टको नोट छ पठाइदेऊ। यति इफोर्ट लाएर हामी एक्जामिनेसन दिन्छौँ, यति इफोर्ट लाएर मेहनत गरेर हामी एक्जामिनेसन दिन्छौँ, तर हाम्रो इफोर्टको हाम्रो मेहनतको कदर हुँदैन भने हामी सिटिभिटीले गरेको लापरवाही प्रति एकदम जायज छ। जस्तो तपाईहरुलाई चाहिँ हैन साथै प्रदेशको चाहिँ विद्यार्थीहरुको सपोर्ट छ? मज्जाले छ। अहिले बाटो बन्द हुँदाखेरि मात्र उनीहरु राजमार्गहरुमा पुगिसकेको छैन, हावाई भाडा पनि एकदम महँगो भएको छ अहिले हैन। त्यही भएर चाहिँ अहिले हामी काठमाडौँवासीहरु चाहिँ हामी स्कुलमा अगाडि बढ्दै गर्छौँ। हजुरहरु चाहिँ जस्तो मैले एउटा कुरा अस्ति चाहिँ तपाईहरुको उता परीक्षा नियन्त्रणमा बोल्दाखेरि जुन अनुहार थियो त्यो सीमित मात्रामा मात्रै देखाएको छ, अरु नयाँ अनुहार छ। यो के उहाँले चाहिँ ठकै लाग्यो हो कि अथवा हाल खानु हो कि ठकै लाग्यो? त्यो पनि हामी अप्पर झट भेट्या हो त्यहाँ, किन भन्दाखेरि सिटिभिटीले अप्पर झट नोटिस निकाल्यो एक्जामिनेसनको, हामीले अप्पर झट भेट भएको होइन। त्यसपछि हामी सबैको गाउँ जाने प्लान थियो होला, कसैको केही गर्ने प्लान थियो होला, म्याक्सिमम हामी आउट अफ भ्याली थियौँ नि त। हामी आज पनि त्यही अनुहारहरू हामी आउँछ, तर उहाँहरू चाहिँ राजमार्गहरू बन्द भएको कारणले गर्दाखेरि अथवा बाढी पहिरोले गर्दाखेरि चाहिँ उहाँहरू अड्किनु भएको छ। आज पनि आउँदै हुन्छ, बेलुका 4 बजे हाम्रो धेरै साथीहरू आउँदै हुनुहुन्छ, गाडीबाट फ्लाइटबाट आउँदै हुनुहुन्छ। जस्तो तपाईहरु यहाँ चाहिँ आज यो आन्दोलनमा आइरहनु भएको छ, बुझ्नु सबैलाई थाहा छ। यो हाम्रो सबैको आई गेस कलेज एडमिनिस्ट्रेसनलाई पनि थाहा छ। हामी यहाँ मलाई त मेरो कलेजबाट यहाँ फोन पनि हाम्रो त कलेजले सपोर्ट गरिरहेको छ। मलाई कलेजमा पनि हामी कुरा गरौँ भनेर बोलाइ पनि सक्नु भएको छ हैन। हामी सबै कलेजलाई पनि थाहा छ, फ्यामिलीलाई पनि थाहा छ, साथीहरूलाई पनि थाहा छ, र अब त आई गेस मिडियाको थ्रुबाट सबैजना थाहा छ। मिडियाले चाहिँ अलिकति हाम्रो कुराहरु पनि राखिदिनु पर्छ। सबै मिडियाहरुले म त बोल्दिन। बोला न बोला।